यसको अलि टाइम नै लाग्यो यो रेस्क्यु गर्न है गर्न रुखबाट निकाल्न सफल भयो कि यसको यहाँ खुट्टामा अड्किएको डोरीहरूलाई चाहिँ अलि टाइम नै लाग्यो यसको खुट्टामा चाहिँ यसरी डोरी चाहिँ अड्किएको रहेछ है अनि डोरी अड्किएर अनि यो रुखमा चाहिँ फस्यो क्या रुखमा फसिसके पछाडि मैले चाहिँ यसलाई छोपेर रेस्क्यु गरेको छु डोरी चाहिँ मैले यसको निकालिदिइसकेको छु फाइनल्ली हेलो गाइस आज मैले यसरी रुखमा फसेको चरो लाई चाहिँ मैले रेस्क्यु गरेको छु यसरी यो चराले चाहिँ यो कुखुराहरू खाने माथि उड्ने चिलहरूलाई चाहिँ यसले सङ्केत दिने गर्छ त्यही सङ्केत दिने क्रममा चाहिँ यसरी यसको खुट्टामा चाहिँ यसरी डोरी चाहिँ अड्केको रहेछ है अनि डोरी अड्किएर अनि यो रुखमा चाहिँ फस्यो क्या रुखमा फसिसके पछाडि मैले चाहिँ यसलाई छोपेर रेस्क्यु गरेको छु माथि रुखमा पुगेर त्यो भिडियो पनि छ म तपाईलाई देखाउँछु त्यो छोटो भिडियो पनि यसरी चरी कस्तो क्युट छ क्या माया लाग्ने छ है चरीले त छाडेर गयो यसरी डोरीमा फसेको छ चरी अनि चरीलाई म छोडिदिने छु मैले यसलाई चाहिँ डोरी चाहिँ फुकालिदिँदैछु यो लास्ट चाहिँ बिर्रिएको रहेछ क्या यो चाहिँ कसरी बिर्रिएको हो यार है यसको खुट्टाहरू चाहिँ हुन्छ मलाई यसले फेरि करार पनि गर्यो है मैले यसलाई छोप्दाखेरि यसलाई उद्धार गर्दाखेरि चाहिँ मलाई चाहिँ यिनीहरूले मार्नकै लागि लियो कि भन्ने सोचेर होला मलाई चाहिँ यसले यसको ठ्याक्क पारिदियो ठुङ्न खोज्छ मैले यसलाई यो उतान्दैछु डोरी चाहिँ यसरी बिर्रिएको रहेछ कि कसरी तान्ने होला डोरी यसरी बिर्रिएको रहेछ कि म अब समथिङ 80% चाहिँ मैले निकालिदिइसकेको छु यसको खुट्टाबाट डोरीलाई 80% चाहिँ मैले निकालिदिइसकेको छु बाँकी 20% बाँकी छ यस्तो किन त्यसरी अड्किएको हो गाइस चरीले त छोडेर गयो चरीलाई छोडिदिँदैको यो के सङ्घर्ष गर्दैछु डोर फुकाउनलाई यसको चाहिँ एकदम भइसकेको रहेछ कि अब चाहिँ एउटा नङ्ग्रामा मात्र बाँकी छ यसरी कसरी बिर्रिएको यार यसको यसको अलि टाइम नै लाग्यो यो रेस्क्यु गर्न है गर्न रुखबाट निकाल्न सफल भयो कि यसको यहाँ खुट्टामा अड्किएको डोरीहरूलाई चाहिँ अलि टाइम नै लाग्यो अब चाहिँ अन्तिम चरणमा आइसक्यो यसको डोरी चाहिँ मैले यसको निकालिदिइसकेको छु फाइनल्ली डोरी चाहिँ निस्किसक्यो